हेलो नमस्ते। आज चाहिँ हामी खोला खेल्न माल्टा खोलातिर जाँदैछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै गर्मी छ नि त, गर्मी भइरहेछ। त्यही भएर आज चाहिँ साथीहरुसँग भाइहरुसँग खोला खेलौँ न त भनेर हामी चाहिँ खोलातिर जाँदैछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ खोला चाहिँ हामी लगभग आइसक्यौँ। अब पर देखिएको यो पुल पारी चाहिँ एउटा द छ, मधु द भन्छौँ हामी चाहिँ माल्टा खोलामा। त्यही दमा चाहिँ आज हामी रमाइलो गर्ने, स्विमिङ गर्ने, पौडी खेल्ने भनेर चाहिँ आइसकेका छौँ फाइनल्ली। घाम चाहिँ खासै लागेको छैन, तैपनि बर्खाको सिजन भएर एकदम गर्मी भइरहेछ। आमामा पुलबाट के हो यताउता हेर्दा त एकदम दामी देखिने रहेछ त, रमाइलो देखिने रहेछ। अगाडि चाहिँ भाइहरु हिँडिरहेछ। पर द देख्न सक्नुहुन्छ तपाईहरुले, त्यहाँ चाहिँ पानी। अनि यताको चाहिँ यो चाहिँ हङ्चुवा खोला है। फेरि यो सानो चाहिँ हङ्चुवा खोला, पल्लो यो चाहिँ माल्टा खोला। हामी जाने चाहिँ माल्टा खोला हो है। हाम फाल न कहाँ गयो? ल हाम फाल ओइ। फाइनल्ली अब चाहिँ हामी पौडी खेलिसकेर माथि नास्ता पकाइ खाने भनेर बाटो लागिसकेका छौँ भाइहरुसँग। अघि छ भाइहरु, म चाहिँ पछि बिस्तारै हिँडिरहेको छु। अब चाहिँ हामी माथि पुगेर चाहिँ चाउचाउ पकाइ खान्छौँ, त्यसपछि घरतिर लाग्छौँ। खोला चाहिँ एकदमै बढेको रहेछ, त्यही भएर खोला पनि एकदम चिप्लो छ। चिप्लो भएको कारणले हिँड्न पनि अलिक अप्ठ्यारो भइरहेछ। र पनि भाइहरु चाहिँ एकदम छिटो हिँडिरहेछ अगाडि। म चाहिँ पछाडि बिस्तारो हिँड्दैछु जोगिएर। कहाँ बनाउने हजुर?
कोन त यहाँ पनि ठिकै छ होला खतरा देख फाइनल्ली आजको नास्ता पकाउने लोकेसन चाहिँ हाम्रो यो रहेको छ हामी चाहिँ यहीँ नास्ता पकाइ खाने चाउचाउ भनेर एकदम यहीँ चुरा बनाएर दाउरा चिरेर गर्न थालेँ म चाहिँ हल्का दामी लोकेसन भएको कारण सानो भिडियो बनाऊ भनेर भिडियो खिचिरहेको छु भाइहरू चाहिँ मजाले चाउचाउ पकाउने व्यवस्था गरिरहनु भएको छ सुन्नु आजको कुकम्यान चाहिँ हाम्रो विशाल राई हो है फेरि चाउचाउ पनि पाको फाइनल्ली मलाई त थोरै लगाऊ है आज फाइनल्ली अब चाहिँ हामीले नास्ता पनि खाइसकेका छौँ अब चाहिँ हामी घरतिर जाने भनेर एकदमै तयारी भइसक्यौँ भाँडा बर्तन धोएर सब रेडी गरेर चाहिँ हामी घरतिर लाग्यौँ मासतिर पुगेर हामी सब्जी निङ्गुरो टिप्नेछौँ त्यो पनि तपाईहरुलाई देखाउने छु म
खतरा छ त ठाउँ त आम्माम। खोला अप्ठ्यारो छ यार बाटो। फाइनल्ली अब चाहिँ हामी खोला छाडेर जङ्गलतिर घरमा सब्जी त लानु पर्यो भनेर जङ्गली निङ्ग्रो टिप्नलाई जङ्गलतिर निङ्ग्रो टिपिरहेछौँ। यता रह निङ्ग्रोको घारी त सबै हुर्किसकेको छ। अब चाहिँ फाइनल्ली मेरो फोनको चार्ज पनि अन्तिम भएछ, 8% मात्रै देखाइरहेछ। त्यही भएर आजको हाम्रो मिनी भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। पहाडी केटो युट्युब च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हाम्रो भिडियोहरू तपाईहरुलाई मन पर्छ भने लाइक शेयर पनि गरिदिनु होला। पहाडी केटो युट्युब च्यानललाई सधैँ माया गरिदिनु होला भन्दै आजको छोटो हाम्रो मिनी भ्लग यही अन्त्य गर्न चाहन्छु। नमस्ते।